साथीहरू हाम्रोतिर चाहिँ के भएको खैकुनी दिनदिनै 2-4 दिन भइसक्यो। पानी त नन स्टप परेको परै छ। फेरि यो पानी पनि बर्खा लाए जत्तिकै भएको छ साथीहरू, मजाले परेको छ। पानी त परो दिउँसो घाम पनि छैन। अब झरिलो दिन भयो, केही झोलिलो सरिलो टक्क परेको खाम न त भने पनि गर्मीको मात्रा भने दिनदिनै बढ्दै गएको छ। अब माछा मासु टक्क पनि खान भएन साथीहरू दिनदिनै। त्यही भएर आज के सब्जी बनाउने होला भनेर यसो बारीतिर डुलेको। बारीमा त हल्का फुल्का यो मटरहरू रहेको रहेछ साथीहरू। मलाई चाहिँ फेरि यो मटर कलिलोमा भन्दा नि यसरी छिप्पेको मटर चाहिँ एकदमै मिठो लाग्छ साथीहरू। कलिलो चाहिँ अलिक गुलियो हुन्छ नि त, त्यही भएर मलाई मन पर्दैन। त्यही भएर चाहिँ आज चाहिँ मैले टक्क पारेर मटरको र आलुको तरकारी बनाउन लागे। पराकपुरुक भुटेर यसरी बनाएको तरकारी चाहिँ मलाई एकदमै मन पर्छ साथीहरू। धनिया पनि राखे। यो तरकारी चाहिँ अब लतक्क परेको खानामा रेडी भयो साथीहरू है त।